हेलो गाइजहरु हामी चाहिँ आज यसरी घुम्न आएको छौं। हेर्दा पनि भ्यूज सारै राम्रो देखेको छ, घाम लागेको छ, मजा आइरहेको छ। हाम्रो दाइहरुको फोटोशूट भइरहेको छ। यहाँ हामी चाहिँ माथि जाने भनेको 12 बजे भन्दा पहिले छिर्न दिदिन अरे, एक लट गएर आएपछि मात्र मिल्छ अरे। त्यही हामी त वेट गरिरहेका छौं। हाम्रो दाइहरु चाहिँ पार्किङ गर्दै हुनुहुन्छ तल, हेर्न सक्नुहुन्छ। मौसम पनि क्लियर छ, छक्क छ। ल फाइनली आउनु भयो। हिँड्दै जानको लागि सब रेडी पारेर आउनुभयो हाम्रो दाइहरु। यसमा सब कुछ छ, हेर्न सक्नुहुन्छ। हाम्रो टोली चाहिँ जम्का भेट भयो। अब चाहिँ हिँड्नु पर्छ। यहाँभन्दा माथि चाहिँ गाडी लान दिएन, त्यही भएर चाहिँ हामी अब यहाँबाट हाम्रो हेलो दाजु, के छ? कति एक्साइटेड हुनुहुन्छ? एकदम एकदम पहिलोचोटि हो कि पहिलो हो, फर्स्ट टाइम है? यति एक्साइटेड छम कि यस्तो लागिरहेछ कि पहाड नचढेर झरिरहेछ। हेलो दाइ, दोनो दाइ, कति एक्साइटेड हुनुहुन्छ? मजा आइरहेछ। मजा आइरहेछ। हेलो सुनिल भाइ, मजा आछ नि? एकदम चिल छ। थकै त लाग्छ छैन? चिल नभएर के हुन्छ? कस्तो लागिरह? मजा आइरह? थकै त लाग्छ छैन? ल है गाइजहरु, बल्ल आधा बाटोमा आएको छौँ। हाफमा हल्का हल्का थकै लाग्छ, धेरै भयो नि नहिँडेको। हेर्न सक्नुहुन्छ सिन बगल देखेको छ। हाम्रो टोलीहरू अझै तलै छ। हामी पुग्नु पर्ने चाहिँ म माथि हो। अझै बल्ल आदि आयो, ठिक छ। थकै लाग्यो के हो त यार? नै थकै लाग्छ नि? मजा आइरहेछ। अनि हाम्रो फर्स्टै थकै लाग्यो? मजा आइरह? लाग्छ यार अलिअलि त। हल्का फुल्का लाग्छ। हेलो सुनिल भाइ, इन्फो लास्टै लजान्छ नि यार। थकै लाग्यो नि? सुनिललाई अनिललाई चाहिँ हामी त रनिङ गरेर आएको नि त, हामी दुइटा। हामी चाहिँ आधी बाटोबाट माथि लाग्यो गाइजहरु। लास्टै थकै लागेको छ मलाई। यहाँ आउँदा चाहिँ एउटा के कुराको याद आयो भनेपछि, गाउँतिर छँदा मेलामा हिँड्दाखेरि होइन यस्तै थियो। यस्तै डाँडा मेला लाग्थ्यो, मन्दिर थियो होइन, सिडीमा बहुत हिँड्नु पर्थ्यो के। अनि पछि त्यो हिँड्दाखेरि हामी यस्तै हिँड्थ्यौँ, केटर होला यस्तै हिँड्दाखेरि हामी केटीहरू जिस्काउँदै हिँड्दै गर्थ्यौँ होइन। अहिले फेरि हामीलाई केटीहरूले चिल्लीमा ओला ओला भन्दा हामीलाई जिस्काइरह, काना गएको भन्ने सोचिरह। त्यही भएर यो कुरा चाहिँ मलाई धेरै मिस गरिरहेको छु। मजा आइरहेको थियो, हल्का फुल्का थकिरहेको छ। तर हामी जानुपर्ने चाहिँ माथिको डाँडोमा हो, अझै छ। ल गाइजहरु, यस्तो छ बाटोको हालत। थकै लागिरहेको छ। अनिल बुढो चाहिँ घुँडा छोप्ने भइसके। अनि अर्को चाहिँ त्यहाँ पनि पुग्ने भनेको, हेरौँ के कस्तो हुन्छ। सिन चाहिँ यस्तो छ होइन। अनि त्यो बाटो चाहिँ साइकलिङ त्यो बाटो जाने रहेछ। अनि हेर्न सक्नुहुन्छ, डेन्जर देखिरहेको छ। छुट्टीको दिन ट्रेकिङ गाह्रो छ। ल गाइजहरु, फाइनली हामी चाहिँ पुग्यो है। फाइनली पुग्यो। सबैले थकै लागेको छ। म देखाउँछु अब फाइनल्ली। फोटोशूट चल रहा है गाइजहरु। गाइजहरु हामी चाहिँ नास्ता खाँदैछौँ। प्लस सेफ्टीको लागि। सेफ्टी पनि हो। पाल्टा त उससँग खाने हो कि खास ब्रेडसँग। मेरो आगो लाउनु अघि आथ्यौँ उनीहरूले नेपालमा नेपोटिजम गरेर हो रोकेको। हामी चाहिँ बाटोमा हरायो गाइजहरु, फेरि फर्केर अर्को बाटो जान लाग्छौँ। हराएर घुमेर फेरि हामी जाने भनेको यताबाट हो, घुमेर फेरि यताबाट आइरह। आज रमाइलो भइरह। को लड्दो रहेछ गाइजहरुलाई हेरौँ है। गए पनि
लोटे पनि दाइ लोटे पनि त्यहाँ पुग्ने धेरै टाढा गयो नि है मिथुनको फिल्म देखेको छ केटाहरू साइकलको बिचदेखि गोली हान्छ कोही लोड्छ भने कोही लोड्दैन यार किन नलोट्ने यार एक दुईवटा मान्छे लोट यार मजा आएन यार तँ चाहिँ कस्तो मजा लोटे थियो है त्यसलाई मजाले यस्तै क्रस दाइ पनि न तुर्दै आउनु गएन झाडीमा झाडीमा जानु अड्किने। हामी चाहिँ फाइनल्ली ट्रेकिङ गरेर हिँडेर होइन थाकेर अहिले हामी नास्ता खाँदैछौँ कफी सफी खाँदैछौँ होइन आजको यात्रा चाहिँ निकै नै रमाइलो लाग्यो मलाई चाहिँ अनि हाम्रो दाइहरूलाई चाहिँ के कस्तो लाग्यो म सबैले सोध्दैछु कस्तो लाग्यो दाइ आजको यात्रा एकदम राम्रो मजा आयो फेरि एकचोटि गर्नुपर्छ गणेश दाइ एकदम सही भयो नि है हेलो दुर्ना दाइ ठिक राम्रो भयो अनिल ठिक हो धेरै राम्रो लाग्यो नि मलाई चाहिँ डर लागिरहेको थियो दुर्नाथ दाइको सबैभन्दा टप नै चाहिँ आज सबैभन्दा टपमा फर्स्टमा पुग्ने चाहिँ हाम्रो दुर्नाथ दाइ हो बहुत हिँड्नु रहेछ त्यो चाहिँ मन पर्यो यो भ्लगलाई सबले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला सबैजनाले